गुरु भनेका केवल ज्ञान दिने व्यक्ति मात्र होइनन्, उहाँहरू त जीवनको बाटो देखाउने दीपशिखा हुन्। आज ईश्वरपुर मनोकामना इङ्ग्लिस स्कुलको प्राङ्गणमा कृतज्ञता, खुशी र अगाध श्रद्धाका साथ गुरु पूर्णिमा भव्य रूपमा मनाइएको छ। हाम्रा स्टुडेन्ट क्लबका क्लब मेम्बरहरू र सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित यस विशेष दिनमा हामी हाम्रा गुरुहरूप्रति हृदयदेखि नै सम्मान व्यक्त गर्दछौँ। कार्यक्रमको औपचारिक सुरुवात भव्य स्वागत समारोहबाट भयो। विद्यार्थीहरूले हाम्रा आदरणीय प्रिन्सिपल उदय बुढाथोकी, फाउन्डर सुदीप कार्की र ईश्वरपुर मनोकामना इङ्ग्लिस स्कुलका सम्पूर्ण गुरुवर्गलाई न्यानो स्वागत गरे। विद्यार्थीहरूले आफ्ना भनाई र भाषण मार्फत जीवनमा शिक्षकको स्थान र उहाँहरूको महत्त्वलाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरे। बदलामा हाम्रा गुरुहरूले पनि सम्पूर्ण विद्यार्थीहरूलाई उज्जवल भविष्यको शुभकामना र आशीर्वाद प्रदान गर्नुभयो। विद्यालयलाई आजको यो उचाइसम्म पुर्याउन निरन्तर खट्नुहुने हाम्रा सम्पूर्ण शिक्षकहरूलाई विद्यालय प्रशासनको तर्फबाट कदरपत्र प्रदान गरी सम्मान गरियो। तर आजको कार्यक्रमको सबैभन्दा भावुक र गौरवशाली क्षण त्यो बन्यो जब हाम्रा एकाउन्टेन्ट सर रामप्रसाद ढुङ्गेल सम्मानित हुनुभयो। बिदाको दिन होस् वा अबेर रातिको समय, विगत 10 वर्षदेखि निरन्तर विद्यालयको सेवामा समर्पित रहनुभएका रामप्रसाद सरको योगदान अतुलनीय छ। उहाँको यही निस्वार्थ समर्पणको उच्च मूल्याङ्कन गर्दै विद्यालयको तर्फबाट उहाँलाई एउटा नयाँ स्कुटर उपहार स्वरूप प्रदान गरियो। पर्दा पछाडिका सच्चा नायकप्रति यो एउटा सानो सम्मान हो। सम्मान कार्यक्रमपछि प्राङ्गण झनै गुन्जायमान बन्यो। विद्यार्थीहरूले मनोमोहक नृत्य, गीत र शिक्षक विद्यार्थीको पवित्र सम्बन्धलाई दर्शाउने जीवन्त नाटक एक्टिङ प्रस्तुत गरे। विद्यार्थीहरूले आफ्ना प्रिय गुरुहरूलाई मायाको चिनो र उपहारहरू हस्तान्तरण गर्दै वातावरणलाई झनै आत्मीय र यादगार बनाए। गुरु पूर्णिमा केवल एउटा पर्व मात्र होइन, यो त हाम्रा मार्गदर्शन गर्ने गुरुहरूप्रति ऋणी रहने दिन हो। सम्पूर्ण ईश्वरपुर मनोकामना इङ्ग्लिस स्कुल परिवारको तर्फबाट हाम्रा सबै आदरणीय गुरुहरूमा नमन तथा गुरु पूर्णिमाको हार्दिक शुभकामना।